आगामी फागुन 21 हुने निर्वाचनमा प्रचण्डलाई रुकुम पूर्वबाट निर्वाचन लड्न प्रस्ताव गरिएको छ। प्रचण्ड निवासमा रुकुम पूर्वका नेताहरूले उक्त प्रस्ताव राख्नु भएको थियो, जसमा प्रचण्ड सकारात्मक देखिनु भएको छ। प्रचण्डले पार्टीभित्र छलफल गरेर जवाफ दिने बताउनु भएको छ, तर निर्वाचन लड्ने बारे निश्चित भइसकेको छैन। आगामी फागुन 21 हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई रुकुम पूर्वबाट निर्वाचन लड्न जिल्ला नेताहरूले प्रस्ताव गर्नुभएको छ। आइतबार प्रचण्ड निवासमा रुकुम पूर्वबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, 3 पालिकाका निर्वाचित अध्यक्ष सहितका प्रतिनिधि मण्डलले उक्त प्रस्ताव गर्नुभएको छ। माओवादी जनयुद्धको आधार क्षेत्र रहेको रुकुम पूर्वमा 2064 सालदेखि नै नेकपा माओवादी केन्द्रले जित्दै आएको छ। नेताहरूले राखेको प्रस्तावमा प्रचण्ड सकारात्मक देखिए पनि रुकुम पूर्वबाट निर्वाचन लड्नेबारे कुनै जवाफ नदिएको पूर्व मन्त्री तथा स्थायी समिति सदस्य कमला रोकाले जानकारी दिनुभएको छ। जिल्लाले सिफारिस गरेर पठाएको उम्मेद्वारको नाममा प्रचण्डको नाम छैन। उहाँ रुकुम पूर्वबाट उठ्न चाहेमा सबैजनाले उम्मेदवारी फिर्ता लिन तयार भएको अर्का एक नेताले बताउनु भएको छ। सोही जिल्लाबाट उम्मेद्वारमा सिफारिस हुनेमा केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुन, केन्द्रीय सदस्यहरू दलजित शेर्पाली, तेजबहादुर ओली, जितमान पुन, मार्शल सुबोधराज शेर्पाली, लालबहादुर विष्ट, कैलाश मल्ल, चन्द्र रसाइली र सर्जना कार्की रहनु भएको छ।